Yo guys, के छ guys? हामी गइसक्यौँ माउन्ट म्याकडन। Hello guys, welcome to my vlog. हामी चाहिँ अब आज मेलबोर्नबाट हामी मेलबोर्नमा छौँ हैन। हामी आज माउन्ट म्यासिडन जान लागिरहेको छौँ गाइस। म्याकडन, माउन्ट म्याकडन। अनि बेबीले गाडी चलाइरहेको छ हैन। उल्ले गाडी चलाइरहेको छ। किनकि हामीले चलायो भने आज डबल डिमेरिट्स डबल फाइन, त्यही भएर है। पछाडि यहाँ सौरभ दाइलाई देख्न सक्नुहुन्छ हजुरहरूले है। अलि मलाई अलि चलाउन आइरहेको छैन, ठिकै छ। अनि यहाँ दिदीलाई होइन, दिदी पनि चस्मा लगाएर बसिरहन्छ। चस्मा चाहिँ फेरि यस्तै हो है, के भन्ने है। यो निकै नै शान्त छ आजको दृश्य। गाइस अब हाम्रो डेस्टिनेसन जम्मा 20 मिनट मात्र टाढा छ। तपाईहरुले देख्न सक्नुहुन्छ कति राम्रो दृश्य छ। आहा, लोभ लागिसक्यो होला है हेरेर यो दृश्यलाई। यति राम्रो भ्यू, आहा हेर्दा पनि कस्तो मजा। आहा, आँखालाई नै आराम हुने जस्तो भ्यू हामी हेर्दैछौँ। दर्शकबिन्दहरू देख्न सक्नुहुन्छ एउटा प्युगोट भन्ने गाडीले हामीलाई टपेर गइसकेको छ। तर दर्शकबिन्दहरू हामी आनन्दले जानेछौँ। हाम्रो डेस्टिनेसन धेरै नै नजिक छ। अबको 10 देखि 15 मिनटमा हामी पुग्नेछौँ। त्यहाँ गएपछि हजुरहरूलाई बब्बाल ब्युटिफुल सिनारियो देखाउने छु है। अहिले कुन सिजन हो? अहिले अटम हो के हो? अहिले भर्खरै सुरु भएको इट्स अटम। कुन सिजन हो सौरभ दाइ? अटम भने कस्तो सिजन हो दाइ? अटम भने very colorful, joyful, indicating positivity. अनि हामी त्यही पोजिटिभिटी लिन चाहिँ जाँदैछौँ है त गाइस। तपाईहरुले बुझिहाल्नु भयो, हामी अब जाँदैछौँ। हाम्रो यात्रा धेरै नै नजिक छ। गणेश भगवानलाई तपाईहरुले देख्न सक्नुहुन्छ। जुन पनि शुभ कार्यमा हामी पहिले नै गणेश भगवानलाई पुज्ने गर्छौँ। त्यस्तै गरी अब दिदीले चस्मा लगाएर चलाउनुहुन्छ। यस्तै छ। अनि दिदी के छ तपाईँको भनाइ, कस्तो हुँदैछ? खै त तपाईँको चस्मा, बेबी र तपाईँले एउटै चस्मा साटी लाओ। ए होइन रहेछ, ए होइन रहेछ, सबैको आफ्नै चस्मा रहेछ है। ल है गाइस, यी फेरि पनि अर्को गाडीले हामीलाई टप्न सफल भइसकेको छ। तपाईहरु पनि स्पिड भन्दा माथि जानै हुँदैन। हामी आफ्नो स्पिडमा चलाउनु भनेको ढिलो होइन, एकदम राम्रो हो। राम्रो गाडी चलाइ भन्छ यसलाई है। अनि त्यस्तै हो गाइस। त्यही भएर हामी चाहिँ अहिले 110 को स्पिड जोनमा छौँ। गाडी रफ्तारमा छ, तर पनि हामीलाई गाडी रफ्तारमा जस्तो फिल भएको छैन। बिकज अफ द रोड एन्ड एक्सेसिबिलिटी अफ द रोड वी आर फिलिङ गुड है। अलराइट, र यति बेलामा चाहिँ हामी माउन्ट म्यासिडनको एक्जिट गरिसकेको छौँ होइन। देख्न सक्नुहुन्छ दृश्य एकदम राम्रो छ है। अब सुरु हुँदैछ। भ्लगरलाई त बोल्नै दिँदैन, आफै बोल्छ गाइस, गाह्रो छ है। ल देख्न सक्नुहुन्छ है एकदम है। गाइसहरू एकदम ह्याप्पी छ हैन। आउँदैछ अझै ठाउँ आइपुगिसकेको छ सबै कुरा। already excited. हेर्नु न साइडमा, it's so beautiful. It's so beautiful. यति बेलामा चाहिँ हामी म्याकडन रेन्जमा आइसकेको छौँ। यी दिदीले मलाई देखा भनेर होइन, भाइरल हुनु मन भएर। खतरा ठाउँ छ है यो ठाउँ चाहिँ। हामी चाहिँ पहिले आइसक्यौँ। अहिले चाहिँ हामी कफी ब्रेकको लागि रोकेको छौँ।
हामी यो ठाउँ पहिले पनि आइसकेको हो सौरभ दाई चाहिँ फर्स्ट टाइम आउनु भएको है सौरभ दाईलाई घुमाउनु लिएर आएको हामीले चाहिँ खासमा है मेरो चाहिँ यो फर्स्ट टाइम हो यहाँनिर आउँदाखेरि मेरो सिरिसाको फर्स्ट टाइम हो भाइ र बहिनीको चाहिँ सेकेन्ड टाइम हो हामी जानु लागेको चाहिँ त्यहाँनिर डाँडामा हो त्यो माथि देखिरहनु भएको छ भने तर यहाँ चाहिँ हामी कफीको लागि रोकेको देख्नु होला ठाउँ यस्तो ब्युटिफुल छ है अझै ब्युटिफुल ठाउँहरू त माथि माथि आउँदै जान्छ डाँडामा तर अहिले चाहिँ हामी जे होस् अहिले पनि हामी ब्युटिफुल ठाउँमै छौँ ल गाइस जाउँ जाउँ लेट्स गो अहिले टिकटक भिडियो चल्दैछ है यस्तै हुन्छ गाइस हाम्रो चाहिँ तपाईँहरूको नि यस्तै हुन्छ है कस्तो हुन्छ कमेन्ट गरेर भनिदिनु होला है सुरुमा त 1 घन्टा जति दिदीले एउटै गीतमा टिकटक बनाउनु लाग्यो घरमा त्यसपछि आएर त्यसपछि आएर अहिले बल्ल हुनु लाग्यो है हामी कफी लिएर यहाँ आइपुग्दासम्म पनि फेरि फिड चेक गर्दै नै रहेछन् दिदीहरू चाहिँ है हामीले चाहिँ कफी लिएर आइसक्यौँ देख्न सक्नुहुन्छ सेन्ट अली कफी सिन्स 2005 फिल्स गुड होइन फिल्स गुड अझै पनि हुँदैछ हाम्रो And my jewelry is from Pandora. Thank you. Hi guys, my glass from Lenskart and my jacket is from Denim and my अब चाहिँ हामी आफ्नो कफी लिगेर माथि डाँडामा माउन्ट म्याकेडन डाँडामा जान लाग्छौँ डाँडाबाट हामी भ्यू हेर्छौँ है त अब हामी ठ्याक्क निस्किन लाग्यो गाडी स्टार्ट भइसक्यो है त गाइज यति बेला चाहिँ हामी म्याकेडन मेमोरियल क्रसमा आइसकेको छौँ है मेमोरियल क्रसबाट चाहिँ तलको भ्यूहरू देखिन्छ अनि त्यसपछि बस ट्राभलर आउँदाखेरि के गरेको कसो गरेको भन्ने देखिन्छ अब त्यहाँनिर त्यही ठाउँमा गएर हामी देखाउनेछौँ डाँडाहरू पनि बवाल देखिन्छ है त गाइस देख्न सक्नुहुन्छ ठाउँ त एकदम सिनरिक होइन सिनेरिक भन्छ कि के भन्छ त्यस्तै छ होइन सिनिक त्यस्तै छ है हामी माउन्ट म्याकेडन वार मेमोरियल क्रसमा छौँ र यति बेलामा लास्ट बिजी छ किनकि अटम हो नि त होइन अटममा राम्रो राम्रो फुल फुलिरहेको छ बिजी छ देख्न सक्नुहुन्छ खतरा मजाको फुल फुलेको है अनि फोटो खिच्नेहरूको भिड छ है यति बेलामा चाहिँ हामी फोटोसोटो खिचेर त्यो रुखमा यो रुखमा हो फोटो खिचेको चाहिँ है त्यही एउटा रुम मात्र त्यही एउटा रुख मात्र रहेछ यहाँ अलिकति पिङ्क अलिकति उयो है त्यही भएर त्यहाँनिर फोटो खिच्यौँ अनि त्यसपछि हामी चाहिँ पहिला नि आएको थियौँ म चाहिँ पहिला नि आएको थिएँ त्यही भएर यहाँ अझै अगाडि चाहिँ हामीले त्यहाँबाट सिटी देख्न सक्छौँ र घाम लागेको सरी सिटी भनेको म्याकेडन रेन्ज देख्न सक्छौँ अनि त्यसपछि घाम लागेको बेलामा चाहिँ हामीले माउन्ट म्याकेडन रेन्जबाट सनसेट पनि हेर्न सकिन्छ होइन अनि त्यसपछि जाडो चाहिँ प्रायः जाडै हुन्छ यार पहिला आउँदाखेरि पनि जाडो थियो अहिले आउँदा पनि जाडै लागिरहेको छ है मलाई चाहिँ गाइस चाहिँ ब्युटिफुल भ्यू देखिन्छ है आज चाहिँ अझै घाम नलागेको भएर अझै त्यस्तो छैन त बवाल छ नि यहाँबाट भ्यू होइन घाम खासै राम्रो लागिरहेको छैन बादलले छेकिरहेको छ आज चाहिँ त्यही भएर पनि राम्रो छ बब्बाल राम्रो राम्रो फुलहरू फुलिरहेको छ तर यो अन्डर कन्स्ट्रक्सनमा भए पनि मान्छेहरू छिरिरहेको छ होइन त्यहाँनिर नछिर भनेर त देखाएको छ यहाँ हाम्रो गाइजहरू पनि छिरिसक्यो वेदरहरू हेर्दाखेरि यस्तो छ कि आज गएर हामी चाहिँ होइन पुरै पकौडा बनाएर खाने हो अनि के अरे तपाईँको फोन के भयो अरे तपाईँको फोन के भयो अरे दाइ मेरो फोन डेट भयो मेरो फोनलाई चुनाव लाग्यो डेट भयो मलाई प्लिज अलिकति सहयोग गरिदिनु होला गोफन्डमीमा गएर प्लिज डोनेट गरिदिनु होला
केही अमाउन्ट मेरो फोन डेड भयो, मेरो फोनको स्क्रिन गयो, मलाई पनि केही हेरेर प्लिज दया माया गरेर भनि दिनुहोस् होला है। अनि यहाँनिर हामी चाहिँ अब यो म्यासिडन क्रसबाट निस्किन लागिसकेको छौँ, तर यति बेला लास्ट भिड छ। अनि बेबी लास्ट भिड छ, मान्छेहरू आज पब्लिक होलिडे भएर होला, सब घुम्न आएको छन् फ्यामिली लिएर है। अनि यस्तै राम्रो 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 भ्यू चाहिँ यहाँ म्यासिडनमा देख्न सकिन्छ। अझै पनि फुलिसकेको छैन, अझै फुल्दैछ है। यो हरियोहरू पनि पछि त सब पिङ्क कलरको हुँदै जान्छ अनि ओरेन्ज कलरको हुँदै जान्छ यो हरियोहरू पनि पुरै। तर अहिलेको लागि चाहिँ यति नै एउटा रहेछ। अनि बाटोमा तपाईँहरूले देख्न सक्नुहुन्छ, बाटोमा आउँदाखेरि एकदम सिनिक भ्यू छ, एकदम राम्रो छ है। अनि त्यसपछि यहाँनिर क्याफे रेस्टुरेन्टहरू पनि छ क्या छन चाहिँ, तर आज चाहिँ पब्लिक होलिडे, आज गुड फ्राइडे हो नि त, इस्टर गुड फ्राइडे भएको भएर बन्द छ है गाइज। त्यही भएर अब यस्तै छ। अब बाटोमा राम्रो राम्रो कुरा देख्यो भने फेरि पनि आउँला, नत्र भने आजको हाम्रो भ्लगको यात्रा यहीँ सघाउन चाहन्छु। आजको हाम्रो प्रगति भनेको चाहिँ यो हो। अनि अर्को दुर्गति भनेको चाहिँ सौरभ दाईको फोनको डिस्प्ले गइसकेको छ है। हजुरहरू चुनाव लाग्यो भन्दै थियो, तर त्यसको लागि हामी ओरी हुनुपर्ने वाला चाहिँ केही पनि छैन। 3-3वटा मोबाइल मैले अलरेडी राखिसकेको छु, त्यतिको चाहिँ हुनुपर्छ। अलवेज ब्याकटप के बुझेन, अलवेज ब्याकटप। त्यही भएर गाइज के भन्न छ गाइजहरू, कस्तो लाग्यो ठाउँ? रमाइलो भयो। अब हामी चाहिँ लाग्छौँ आफ्नै निजी निवासतिर, निजी निवास एयरपोर्ट वेस्ट तथा ग्लेनडन है त गाइस। बिचमा अब घुम्ने ठाउँ आयो भने आयो, आएन भने फेरि अर्को भ्लगमा भेट्नुपर्छ है। यो भ्लग जस्तो भए पनि माया देखाइदिनु होला, यत्रो बेर हेर्नु भएको भए यसो लाइक साइक गरिदिनु होला, कमेन्ट समेन्ट हानिदिनु होला, सेयर गरिदिनु होला है त। अनि त्यस्तै गरी हामी किचनको भ्लग पनि हाम्रो आउँछ है। अब बिस्तारै हाम्रो डेन्जर भ्लगहरू आउँछ। अहिले चाहिँ हाम्रो जस्ट स्टार्टिङ है, स्टार्टिङ भनेर फर्स्ट भ्लग होइन यहाँ, एकदम अलरेडी वी हेभ डन लट्स अफ भ्लग्स। तर जे होस् फेरि आफ्टर लङ टाइम यो चाहिँ हाम्रो स्टार्ट हो। त्यसैले यस्तै राम्रो राम्रो ठाउँहरू पनि लिएर आउनेछौँ हामी। त्यतिन्जेलको लागि हामीसँगै जोडेर बस्नु होला, सब्सक्राइब गरिदिनु होला। त्यति भन्दै आजको दिन यहीँ टुङ्गाउन चाहन्छु माउन्ट म्याकेडनको यात्रा। हजुरहरू पनि काम गरे पनि घुम्न जानु होला बिदा मिलाएर है त। यस्तै राम्रो राम्रो टाइमहरू स्पेन्ड गर्नु होला भन्न चाहन्छु। यति भन्दै गाइज बाई, सी यू अन द नेक्स्ट ब्लग। हामी चाहिँ माउन्ट म्यासिडन वार मेमोरियल उयो रिजर्भबाट फर्किँदै गर्दाखेरि हामीले क्यामेल्स हम्प लुकआउट भन्ने ठाउँ पनि फाइन्ड आउट गरिसक्यौँ होइन। अनि यो चाहिँ 20 मिनट्स वाक लाग्छ भन्ने कुरो सुनिएको छ। 10 minutes walk and when we return it's gonna be 20 minutes. अनि त्यही हो गाई चाहिँ यस्तो छ रे अलिअलि माउन्ट म्याकेडन रिजनल पार्कको बारेमा छ यहाँ चाहिँ है। तपाईँहरू सबले देखाइदिइहालौँ भनेर है। अनि हामी यहाँनिर छौँ, युआर हियर, यहाँनिर छौँ हामी चाहिँ है। अनि त्यसपछि हामी जान लाग्यो कहाँनिर होला फाइन्ड आउट भनेर भन्दाखेरि यहाँनिर है गाई चाहिँ हामी जान लागेको चाहिँ यहाँ चाहिँ हामी छौँ, यहाँ चाहिँ हामी जान लाग्यो है त। अघि हामी गइरहेको ठाउँ कहाँ हो गाइज? माउन्ट म्याकेडन यो यहाँनिर गइरहेको अघि हामी है ल है त। एन्ड इफ यु गाइज आर मिसिङ नेपाल, अनि नेपालको वन जङ्गल मिस गरिरहनु भएको छ भने दिस माइट बी द प्लेस फर यु गाइज है। सेभ गरेर राख्नु होला, माउन्ट म्याकेडन आउनु होला घुम्नको लागि है। एकदम जङ्गल, डाँडा काँडा जङ्गल होइन, चितवनको जस्तो जङ्गल। त्यसपछि गएर धादिङ, काठमाडौँ लगायत हाम्रो विभिन्न गाउँको जस्तो डाँडाहरू अनि जङ्गलहरू यस्तो एमेजिङ छ है। त्यसको लागि चाहिँ तपाईँहरू माउन्ट म्याकेडन आउनै पर्ने हुन्छ। यो धेरै टाढा पनि छैन, फेरि जम्मा 45 मिनटदेखि 1 घन्टाको दुरी हो क्या। अनि त्यहाँबाट त्यतिमा आउन सकिन्छ। त्यही भएर हजुरहरू पनि आउनु होला अटममा है त।